अब बिग्न थाल्नुहुन्छ के। तपाईँ बिग्ने भनेको तपाईँको नलेजले हो, तपाईँको एक्सपिरियन्सले हो, तपाईँको ज्ञानले हो। जब मान्छे टिक्छ अनि मात्रै बिग्छ। टिक्नको लागि तपाईँसँग ज्ञान हुनु पर्यो, एक्सपिरियन्स हुनु पर्यो, नलेज हुनु पर्यो। तर त्यो नलेजलाई हामीले मान्छे सामु, मान्छेको जीवन रूपान्तरणको लागि, मान्छेको जीवन परिवर्तनको लागि, उहाँहरूको जीवनलाई अझ एउटा सार्थक बनाउनको लागि तपाईँ हाम्रो कारण भन्नु पर्यो के। मेरो कारणले गर्दाखेरि मान्छेको जीवन रूपान्तरण हुनु पर्यो, मान्छेको जीवनमा स्वास्थ्य बन्नु पर्यो हैन। तपाईको कारणले गर्दाखेरि मान्छेको जीवनमा सकारात्मक परिवर्तन आउनु पर्यो, सकारात्मक चेन्ज आउनु पर्यो क्या हैन। अनि मात्रै तपाईको नलेज, तपाईको एक्सपिरियन्स काम लाग्न थाल्छ र तपाईँ बिग्न थाल्छ। जब बिग्न थाल्छ तपाईँ पैसा त अलरेडी कमाइहाल्नुहुन्छ हैन। जो मान्छे कहीँ पनि काम लाग्दैन त्यो मान्छेले कसैले पनि खोज्दैन, बिग्दैन पनि त्यो। जब तपाईँ अरूको लागि काम लाग्न थाल्छ नि तपाईँलाई खोज्न थाल्छ मान्छेले, तपाईँलाई मान्छेले सुन्न थाल्छ। जो कसैको काम लाग्दैन उसलाई कसैले पनि खोज्दैन, कसैले पनि सुन्दैन। कसैले नखोज्ने, कसैले नसुन्ने भएपछि त्यो मान्छे कतै पनि बिग्दैन। नबिगेपछि त्यो मान्छे टिक्दैन फेरि अनि फेल हुन्छ। त्यो भएको कारणले गर्दा हामीले आफ्नो नलेजलाई एकगट्ठा गरेर तपाईको जे प्राप्त गर्नुभएको त्यसलाई सुनाउनुहोस् न, सेयर गर्नुहोस्।